सबैलाई गुड मर्निङ। आज हाम्रो चाहिँ हिँड्न लागेको डे 2 भनौँ न। हिजो हामी यहाँ आएर के अरे गुरुङ दाइको भान्साघरमा बस्यौँ र आज चाहिँ हामी बिहान उठेर चियासा बिस्कुट खाइयो। अहिले बिहानको 7 बजेर चाहिँ हामी हिँड्न लागेको छौँ। अब हामी यहाँबाट चाहिँ सिधै फोक्सुन्डो तालमा चाहिँ गएर वहाँ चाहिँ स्टे गरेर चाहिँ बाँकी चाहिँ उता हुने नै भयो। यहाँको चाहिँ रुम भाडा चाहिँ 1500 रहेछ अनि खाना चाहिँ 450 पर पर्सन रहेछ। अनि अब हिजो हामी लगभग 30 किलोमिटर जति हिँडेको थियौँ। अब हाम्रो चाहिँ आज सुरु भइसकेको छ। बाँकी चाहिँ मैले भिडियोमा चाहिँ 2-3 टा उकालो यताउति एकदम गाह्रो छ। बाँकी चाहिँ म भिडियोहरू देखाउने गर्छु है त। ल त्यहाँबाट सबैजना हिँडिसक्यौँ। हर्षित, प्रिन्स, रोमस अनि म चाहिँ अब यहाँ चाहिँ के कसो छ। हामी चाहिँ भर्खरै रेन्चीबाट चाहिँ हिँड्यौँ। त्यसपछि चाहिँ अब यहाँ घोडासोडा यताउति घोडाको चाहिँ पर पर्सन 10,000 चाहिँ लिन्छन् अरे घोडामा आउनु चाहनुहुन्छ भने। अरू त ठिक छ होइन प्रिन्स? चाहिँ रेन्चीबाट अब हिँडेर आइसक्यो। अब हजुरहरू चाहिँ सेफोक्सुन्डो आउँदै हुनुहुन्छ भने चाहिँ खोला हुन्छ नि जुन खोला नछोडिकन हजुर हिँड्नु गयो भने चाहिँ हजुर पुग्नुहुन्छ क्या। त यस्तो दुईवटा बाटो आयो यताउति गर्नै पर्दैन कि। खोला कता गइरहेछ हामी यता गएर चाहिँ हामी खोलाको अगाडि गयो भने चाहिँ हामी सिधै बाटो हिँडिन्छ क्या। र चाहिँ हामी चाहिँ खोलालाई फलो गर्ने भने चाहिँ नाइस हुन्छ है। हर्षित हर्षित अझै आएको छैनन्। प्रिन्स र म चाहिँ हल्का अगाडि रुमस पनि आइसक्यो हामीसँग। हिँड्छु भन्दै सुस्त कछुवाको पारामा आनन्दले हिँड्छु। गल आइसक्यो भिडियो। हामी चाहिँ हिँडिरहेको छौँ। हर्षितलाई चाहिँ कुदेर आएको खासमा दुईजना केटाहरू कुदेर छ। म यहाँ कुदिरहेको छु। यस्तो खोलाकै बाटो भनौँ त्यो एकदम नाइस छ कि। जुन जस्तो ट्रेक हामी त्यो नर्थ एबिसी थियो कि नर्थ एबिसी नि खोलै छोड्न पर्दैन कि। खोलै खोला गयो भने चाहिँ हामी पुग्छ। यहाँ पनि त्यस्तो छ। खोलै खोला गयो भने बाटो हेर्न सक्नुहुन्छ सिधा हेलो एकदम राम्रो छ बाटो चाहिँ। यसरी कोही हराएँ म भने चाहिँ सिटी बनाउँछु मैले। किन होइन खोलाको बाटो नछोडिकन यसरी हामी चाहिँ खोलाको साइडमा यस्तो बाँधेको छ। हामी चाहिँ त्यसैमा हिँड्दैछौँ। हेर्न सक्नुहुन्छ बाटो चाहिँ बनाएकै छ राम्रो। यस्तो बाटो आएर यहाँ चाहिँ अब यो खोलाको बाटो चाहिँ हामी यसरी माथि जानुपर्नेवाला रहेछ। हजुर बाटो चाहिँ झुकिनुहुन्न। एउटा उयो चाहिँ मजाले हिँड्दा आउँछ। उसले चाहिँ हामी माथि त्यहाँ रेन्चीबाट हिँडेर अहिले चाहिँ हामी सम्झना होटल भन्ने रहेछ माथि लगभग 7-8 डेढ घन्टामा चाहिँ आइयो हामी। तर यहाँको चाहिँ नाइस भनेको चाहिँ यस्तो ट्याक्क चटपटे पुरी चाट पाउँदो रहेछ क्या। यो ठाउँमा पनि कति पर्छ छुट्टै कुरा हो तर त्यस्तो पाउँदो रहेछ क्या। त्यो लेभलको सुविधा पनि रहेछ यहाँ। यता घरहरू छन्। यहाँ चाहिँ सम्झना होटल भनेको यो चाहिँ अलिकति फेमस टाइपमै छ कि। नम्बरहरू चाहिँ म राखिदिएर हुन्छु। कलसल गरेर यहाँ चाहिँ बुकिङ गर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। केही भाषा खाना मन लाग्यो यताउति मन लाग्यो भने चाहिँ टन्नै रहेछ। उतातिर रहेछ यहाँ रहेछ हिमाली गोट माउन्टेन गोट। नाइस छ। हामी चाहिँ टक्क पुलमा आइसक्यौँ। हामीसँग यहाँ हिजो राति एउटै होटलमा उसको ड्राइभर हुनुहुन्छ।
नाइस छ पुल चाहिँ दाइहरू कच्चा ए ब्रेकफास्ट गर्नुभयो केही खाइएन हामी त नै चिया बिस्कुट चाहिँ खाइयो अरू केही खाइएन हजुर ए टोइल त आउँदैछन् हिँड्नु हिँड्नु भलक सलक म त ट्याक्क युट्युब च्यानलमा अलिअलि यतिको हेल्प गरिदिन्छु होला यतिको बनाउनु ठाडो बनाउनु यसरी यसरी हजुर हजुरमा हिँड्नु न हिँड्नु हिँड्नु न हिँड्नु हजुरमा हिँड्नु अहिले पछाडि आउँदै आउँदै बनाउनुहुन्छ कसै नबनाऊ यार खस्यो भने फेरि होइन होइन रिक्स नलिउँ हामी चाहिँ अहिले टक्क झर्ना होटेल आइयो हामी चाहिँ दुईजना दाइहरू हुन्छ दाइहरूसँग हिँडिरहेको छु मेरो केटाहरू चाहिँ पछि पछि आउँदै आउँदैछन् यहाँबाट चाहिँ हजुरको हर्स राइडिङ गरेको चाहिँ 3000 रुपियाँ रहेछ तालसम्मको लागि तलैबाट हजुर घोडामा आउनुहुन्छ भने चाहिँ पर पर्सन 12,000 रहेछ यहाँ पनि घरहरू यताउति होटेल बस्नलाई चाहिँ झर्ना होटेल चाहिँ यसैलाई भन्दो रहेछ तैँले आउँदैछन् दाइ केटाहरू हिँडिछन् यो डाँडाको यसो 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 गरेर टुप्पामा पुग्ने हो कसरी पुग्ने हो हेर्दैछु म पनि कसरी गइन्छ हिँडेर देखाउँछु म क्या तर हाइट लास्टै ठाडो उकालो छ फाइनली यो जुन ठाडै उकालो ओहो कुन लेभलको उकालो छ क्या पुरै नगरौँ नेक्स्ट लेभल सक्यो उकालो त यो आइसक्यो बस्दामा यसो रेस्ट गर्नु पऱ्यो हिँड्नु पऱ्यो अब लास्ट गर्छ अहिले चाहिँ हामी ट्याक्क धेरै हाइटमा आइसकेको छौँ यहाँ चाहिँ उब्बर हावा लागिसकेको छ दुईजना केटाहरू तलतिर म जुन भर्खर देखाएको थिएँ नि यस्तो नगरेको लिप ठाडै उकालोवाला के पुरै पाहाडै हामी चढा माथि चाहिँ यस्तो यो पटेखेर जस्तो बस्ने मजाले बनाएर रहेछ यसपछि चाहिँ अझ एउटा ठाडै उकालो चाहिँ छ अरे ओभरवाला यो चाहिँ 1 घन्टा यसलाई चाहिँ 1 घन्टा 2 घन्टा कि कसो यसलाई 2 घन्टा भन्दै थियो दाइहरूले लास्ट नराम्रो उकालो छ नि फ्रेन्ड्स ठाडै छ त्यो त प्रिन्स यहाँ सुतिरहेछन् हावा धेरै लागेर दुईवटा केटालाई चाहिँ तलतिर कुदिरहेको छौँ हामीले हावा चाहिँ मिठै लागिरहेको छ अब हामी चाहिँ यता जाने हामी चाहिँ तलबाट आएको हामी चाहिँ आज अब फोक्सो नकाल चाहिँ पुगिन्छ त्यहाँ अब 2-3 बजे 1-2 बजेसम्म पुगेर अनि 10-9 बजे 11, 12, 1 3 घन्टामा मजाले हिँडेर पुग्यो भने चाहिँ तल आज घुमिन्छ भोलि बिहान चाहिँ हामी भ्यू पोइन्ट गएर चाहिँ फर्केर हिजो राति हामी जहाँ बसेको थियौँ के अरे रेन्ची होइन रेन्ची चाहिँ बस्ने हाम्रो हामी टार्गेट हो खासमा चाहिँ रेन्चीबाट चाहिँ बिहान सानो उठेर हामी चाहिँ दुनै हाम्रो प्लान चाहिँ त्यसरी बनिरहेको छ अब हेरौँ के कसो हुन्छ अब चाहिँ यो पर्दैछ बसेर फेरि ठाडै उकालो बाटो कहाँ के कसो के देखिरहेको छैन मैले तलतिर धेरै भिड छ त भर्खरको एउटा नाइस उकालो कटेर आइयो हामी चाहिँ अब बाटो चाहिँ यस्तै छ सम्म कालो ओह्रालो सबै मिलाएर छ त्यो पुरै उकालो छ त्यहाँ त अब ल ल हिँड्छु है त गाइजहरू माथि ताल बसी ताल देखाउँछु अब हजुरहरूलाई मैले होइन हिँडेदेखि चाहिँ बेस हट्न देखाउँछु क्या हजुरहरूलाई मैले हेर्नुहोस् त छैन त राम्रो यत्तिको झर्ना बसेर के चाहियो र अब हिँड्नु नि अलिअलि भयो भने त्यो मोटिभेट भइन्छ क्या वापट्टि यो लेभलको उकालो छ यतापट्टि यो लेभलको झर्ना छ यता हाम्रो हेन्सी प्रिन्स हाम्रो थकै ल्याएर उकालै उकालो छ क्या जहाँ मैले देखाएको थिएँ नि पुरै ठाडै पाहाड त्यहाँदेखि कोही सम्म छैन क्या
ओहो के कुरा गर्नु ओहो बाटो त कुन लेभलको डेन्जर छ के ओहो तलतिर गएर मरिन्छ छेउछेउमा हिँड्न पर्यो मलाई फेरि हाइटदेखि अलि डर लाग्ने भएको कारणले चाहिँ एकदम छेउमा हिँड्छु यता कुनामा के आई मिन अहिले चाहिँ हामी क्यान्जिरिवामा आइसकेको छौँ र 1-2 बजे हामी आएको थियौँ र हामी चाहिँ यसो रेस्ट गरेर खानासाना खाइयो हामी चाहिँ बिहान 7 बजे हिँडेर 1 बजे चाहिँ आइएको थियो र यहाँ चाहिँ टक्क हामी यहाँ ताल देख्ने गरी होटलमा बसेको छौँ यसपछि चाहिँ अब हामी यसो रेस्ट गरेर तालसाल घुम्न जाने हो बाँकी चाहिँ म तालहरूको यताउति के कस्तो छ यताउति सब देखाउँछु भ्यू पोइन्ट भोलि बिहान जाने भनेर छौँ चाहिँ यहाँ बसेर अब नाइट हामी चाहिँ स्टे गर्छौँ अब यहाँबाट नाइट स्टे गरिसकेपछि भोलि बिहान हामी उता भ्यू पोइन्ट गएर चाहिँ हामी हिजो जहाँ बसेको थियौँ हामी जहाँसम्म त्यहीँ फर्किन्छौँ र बाँकी चाहिँ मैले हजुरहरूलाई अब भिडियोमा देखाउँदै गर्छु ल हामी चाहिँ अब खानासाना खाइयो दाइहरू हुनुहुन्छ यहाँ हर्षित रोमस र प्रिन्स हामीले यहाँ भर्खरै क्यान्जिरिवा चाहिँ खानासाना खाएर हजुरलाई तलतिर ताल देख्न सक्नुहुन्छ अब तालको लागि चाहिँ हामी हिँडेको अब मैले यहाँको नम्बरहरू राखिदिन्छु हजुरले चाहिँ यहाँ आएर हामी पहिले कन्ट्याक्ट गरेर पासपोर्टको लागि चाहिँ हजुरले उ गर्न सक्नुहुन्छ बाँकी चाहिँ अब हामी तलतिर तालमा गएर अब यो चाहिँ अति नै मेरो ताल छ बाँकी चाहिँ मैले हजुरलाई तल भिडियोमा गएर चाहिँ देखाउँछु हामी चाहिँ हिँड्यो केटाहरू चाहिँ यहाँ बस्छ अहिले झर्छन् अरे दाइ ल हिँड्नु 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 एउटा दाइ अनि अर्को दाइ 2 जना चाहिँ अनि म 3 जनाबाट चाहिँ अनि ताल एक्सप्लोर गर्ने हिँडिसकेको छौँ दाइ कस्तो लाग्यो होला ताल निलो ताल भन्नु एकचोटि हल्का हजुरको रिभ्यू केही मेरो हजुर अनेस्ट रिभ्यू दिनु न हजुरलाई चाहिँ यहाँको ओर्थित लाग्यो कि लागेन जो 17 घन्टा पछिको हिँडाएपछि चाहिँ दुखेको अलिक निको भइसक्यो अब तालको अब ताल हजुर जस हिँडाइमा कतिको कम्प्लेन उकालो ओह्रालो कि ठिकै हो कि यतिको कालो ओह्रालो छँदैछ तर अलिकति खोजमा चाहिँ बहुत डेन्जर रहेछ ए नट ब्याड नट ब्याड हावा चल्यो भने चाहिँ अलिकति माथिबाट सानो सानो ढुङ्गा खसेर हजुर लाग्ने सम्भावना रहेछ हजुर बेटर टु वेयर क्याप हजुर अन्त हजुर चाहिँ कस्तो लाग्यो मजा आयो तालदेखि चाहिँ झनै मजा आयो ताल चाहिँ हेर्न सक्नुहुन्छ अति नै ठुलो छ माथि भ्यू पोइन्टमा गयो भने चाहिँ वाइ सेपको देखिन्छ अरे यहाँबाट चाहिँ यतिको देखेको छ उता कुर्सी सुर्सी छ अहिले त्यहाँ बसेर चाहिँ कुर्सीबाट बेस्ट भ्यू हेरिन्छ ओहो ताल चाहिँ हेर्न सक्नुहुन्छ छ ताल चाहिँ ए म त चप्पल त्यहीँ उमा के रेन्जीमा राखेर आएँ ठुलो छ ठुलो भ्यू पोइन्ट चाहिँ यताबाट नि यता टन्नै छ भ्यू पोइन्ट चाहिँ यहाँ बसेर चाहिँ कुर्चीको भ्यू चाहिँ हामीले कस्तो देखाउँछौँ अब कस्तो लाग्दैछ रमाइलो भएको छ भाइ रमाइलो छैन है एकदम गजब के छ दाइ रमस यस्तो तातो पानी छ एकचोटि ल खै खै एकचोटि फुटाउँदै भयो त ल 20 सेकेन्डको 200 रुपियाँ 20 सेकेन्ड ए ल रोक निकाल्छु टाइमर कति मिनेट 1 मिनेटको कति हो 1 मिनेटको 500 1 मिनेटको ल ल 1 मिनेटको 500 ल मिनेटको 500 फेरि ऊ तिमीले निकाल्यो नि 500 मलाई ल के दियो ल रोक पुरो टाइमर लाउँछु 1 मिनेट हो नि देऊ कि म लाउँछु टाइमर पनि यहाँ देऊ न देखाउँछु कि भिडियोमा नि ल के देऊ न यहाँ ए देखाउ ल कसरी गर्छ हजुर ए यहीँ हुन्छ त टाइमर ए कस्तो टाइमर लाउनु नआएको र यतापट्टि स्टप वाच गर न कस्तो गवार हो र स्टप वाच गर न यहाँ 1 मिनेट छ नै यहाँ देऊ कि मोबाइल तिमीले देऊ तिमीले फुटा राख्यो के छोड तिम्रो फेरि स्टार्टै गर्दैनौ के तिम्रो मैले किन नगर्ने हेर भिडियोमा हेरौला नि त ओके हेर यहाँ 1 मिनेट देखा नि त्यसले भिडियो हेरे भयो नि सुन न ल ल भन स्टप वाच गर स्टार्ट गर न एकचोटि यो स्टप वाच छौ त स्टार्ट गरेपछि 1 मिनेट सिधै देखाइदिन्छ ल बुझेनौ के तिमीले यहाँ त बच्चा नि त्यो किन बजाउनु पर्यो
कस्तो कुरा गरेको होला 1 सेकेन्ड भयो भने त बहुत फरक गर्छ नि बल्ल होला लदेऊ भयो है ल खुट्टा राख ल स्टार्ट ल मोबाइल देऊ टक्क 1 मिनेट क्याम्प पनि दबाउने एकपल्ट चुराउँछ हाम्रो राम्रोसँग साँच्ची हो नि हैन तिमीलाई हैन नि त सबलाई अफर दिँदै कि म के गर्ने हो र सबलाई अफर दिएछु साथी कति भयो कति सेकेन्ड भयो र न 30 सेकेन्ड ए ढुक्क सक्छु साथी तर दुख्यो कि हरि बाहिर निकाल्छु त म मुर्छा पर्छु ढुक्क त मानिस गर्न त पाइयो नि बहुत दुख्यो यार हेर त कति सेकेन्ड भयो कति सेकेन्ड भयो 25 सेकेन्ड बाँकी है धेरै लामो हुँदो रहेछ बहुत लामो हुँदै छ मेरो 2 मिनेट के ल ए साथी चर्ला खुट्टा मान्छौ 1000 हो के भए पजाने 6 सेकेन्ड छ के कस्तो पजान्नी हो र 500 कमाइयो 1.5 मिनेटको 1000 1.5 मिनेटको 1000 नाइ 1.5 मिनेट त थोरै भयो नि 5 मिनेटको चाहिँ म ओके 500 ल 5 मिनेटको 5000 भयो दिन्छु ल 5 मिनेटको 5000 भयो राजा 5000 अरे 5 खुट्टा झर्यो भने म्याम झर्दैन 5000 पैसा पनि छ नि त पैसा हेर न एकचोटि भने मैले दिन्न है त त्यो दाइलाको कुरा गर दाइको हो नि त डिल मेरो त दिने खाले थियो उसले सकेन नि 500 मैले पाउनेवाला थियो डिल थियो कि 10 मिनेटको 10000 ल ल मैले सकेन भने फेरि फिर्ता दिन्न मैले दिन्न है त सकेन भने 5000 मात्रै ल सक्छ जस्तो लागेन कि किन 1 मिनेटमै यहाँ दाइले कति मिनेटको 10000 भन्नुभयो 10 मिनेट 1 मिनेटको एकछिन 1000 10000 10 मिनेटको 10000 के है बुझेँ मैले जस्तो जस्तो के अरे अघि न भित्र राखेर बाहिर निकाल्दा दुखे थियो नि अहिले धेरै बेर चोबेर बाहिर निकाल्दा तातो भयो साथी कतै घर हो पैसा त 2 मिनेटको 1000 डाल न मैले त होइन त्यो डिल दिएको त तिमीले त भनेन नसक्नुहुन्छ हामी चाहिँ भर्खरै कम्पिटिसन भयो रोमासँग यु विन है तर मजा आयो हामी चाहिँ 1.5-2 घन्टा यहाँ तालमा स्पेन्ड गऱ्यो यता दाइहरू हामी सबले फोटो खिच्यो खुट्टा आई मिन तालमा डुबाइयो चिसो मजा आयो कम्पिटिसन भयो यताउति अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन चाहिँ गुम्बा जाँदैछौँ क्युआर घर गएपछि अब यस्तो सोचो यो मान्छेले खान्छ होला यो मान्छे भात खाए लाग्दैन आज थोरै माग्नु नि हो त्यही भने मैले पनि यो त पारी चाहिँ आर्मी ब्राकर आर्मी के भन्छ त्यसलाई आर्मी क्याम्प भनौँ न है ब्यारेक त्यसपछि चाहिँ अब पारी जान्छौँ हामी यताबाट जान मिल्छ न चल्यो यता पारी चाहिँ हिमाल देखेको छ यता चाहिँ ताल कम्बिनेसन नाइस छ होइन होला है है अब हामी चाहिँ त्यहाँ तलतिर गुम्बा भएतिर चाहिँ हिँड्न लागेको हो त्यहाँको चस्मा लगाएर अब हजुर चाहिँ फोक्सुन्डोको तालको पानीको चाहिँ कता जान्छ बाटोभरि त मैले पानी देखाएँ त जान्छ कताबाट जान्छ यहाँबाट यो चाहिँ फोक्सुन्डोको एक्जिट पोइन्ट भयो यहीँबाट हजुरलाई म जहाँसम्म देखाइरहेको थिएँ नि यही हो एउटा मात्र गएछ अरू केही छैन शीतल छ होइन मजा आयो एकछिन भनौँ न यत्रो दिन हिँडेको रिल्याक्स फिल भयो के तालमा आएर खुट्टा पानीमा टक्क राख्दाखेरि चाहिँ मजा आयो त्यो चाहिँ हाम्रो राजा छिन् उकालो छ उकालो त हिँड्ने देख्न नि मन लाग्छ नि आएर तेरिका अब चाहिँ माथि चाहिँ गुमासुमा छ अब गाइजहरू चाहिँ प्रिन्स यता दाई यता रोमस यताको दाई यता चाहिँ हर्षित केटाहरू यता छन् र हामी चाहिँ माथि हिँडेको अर्को साइडबाट चाहिँ मलाई ताल देखाउँछु कस्तो देखिन्छ भनेर यो चाहिँ आर्मी ब्रेक भयो यताबाट चाहिँ ताल हेर्नु सजिलोले ठुलो छ नाइस छ
एक्जिट पोइन्ट यही भयो तालको। अरू चाहिँ यसो तलबाट देखाउँछु है त मैले, अन्त खिच्छु मैले यत्तिकै। हामी चाहिँ अब यसो अगाडितिर लाग्यो, गाइजहरू चाहिँ सबै पछाडि छन्। खासै जाडो छैन छैन होइन छैन चिसो हावा मात्र ठुलो यता यहाँ चाहिँ बेस्ट आउँछ होला फोटो चाहिँ। एक्सप्लोर गरौँ न है तालको साइडमा टक्क लाएर, होइन रमोस? तर यता त होइन अरे यार गुम्बा त। जोसुएको हेर्न न। तर सेफुक्सन डोको जे भने नि कलर चाहिँ घाम पर्दा यस्तो राम्रो देखिन्छ नि, घाम पर्दा कलर चाहिँ। हामी चाहिँ भर्खर उता यसो गराइयो फोटोसोटो खिचेर। तर होइन यो जुन रियल आँखाले देखेको छ नि यो घाम पर्दाको सिन कस्तो राम्रो। हरमस घाम पर्दा चाहिँ कस्तो देखिरहेको छ फुक्सुन्डो? घाम पर्दा र नपर्दामा के डिफ्रेन्स पायो तिमीले? यसको कलर होइन दिनमा कति 6-7 कति पटक फेरिन्छ थाहा छ कि? यस्तो भन्छ भने भर्खर यता फर्काउ, यहाँ हरियो देख्यो यहाँ निलो देख्यो। त्यही त नै यत्तिकै देखिएको छ होइन। तर नर्मली पनि दिनमा कति पटक चाहिँ मैले एक्ज्याक्ट एमाउन्ट चाहिँ मलाई थाहा भएन नम्बर चाहिँ, तर जस राम्रोसँग कलर फेरिन्छ अरे क्या दिनमा। बिहान नै ताराको चाहिँ त्यस्तै थियो, त्यही एउटै त होला नि बिहान नै सेतो देखिने। ए राराको कलर र यो कलरमा के उस्तै हो कि कसो हो? एउटै छ कलर हो? सबै बवाल छैन, यसको रुट यसको ताल छैन र? त्यही त। अन्त के भन्दै हुनुहुन्छ हजुरले यो तालको बारेमा चाहिँ? है के भन्नु चाहनुहुन्छ तालको बारेमा चाहिँ? बोल्नै पर्दैन न? नो ओर्स हो। नाइस है तर गाइजहरू। हर्षित टोपी खोला त के छ यहाँ बसेर होइन जुन यो चेयरमा बसेर कति रेटिङ दिन्छौ त? हो चेयरमा बसेर भ्यू त छुट्टै मजा आउँछ नि होइन? हो अब मिठो लाग्छ होइन? बिहान बिहान होइन?